लाखौं सहकारी पीडितमाथि अन्याय गर्दै हुनुहुन्छ तपाईले गलत मान्छेलाई टार्गेट गरेर सहकारी फेरि रवि लामिछानेको नाम लेखिँदैन रवि लामिछानेमाथि हिरो छापिँदैन यो रवि लामिछाने डराउनेवाला छैन प्रमाणित गरिदिनुहोस् रवि लामिछानेलाई आज रूपन्देही कारागारबाट काठमाडौँ लैजाने अन्तिम तयारी ओली देउबा र गृहमन्त्रीको रविलाई मार्ने भित्री योजनाको पर्दाफास अन्ततः देउबा र ओलीको खेल खतम रवि लामिछाने र सागर ढकालबीच आज रूपन्देही जिल्लाको भैरवा कारागारमा 2 घण्टा लामो भेटवार्ता सागर ढकाल भन्छन् म मरे पनि तपाईँलाई साथ दिन्छु छोड्दिन रविलाई कारागारभित्रै गुन्डा लगाएर मार्ने प्रयास भएको खुलासा खानामा 3 पटकभन्दा पनि धेरैचोटि विष सेवन गराएको खुलासा रविलाई सिध्याउन काठमाडौँमा पनि गुन्डा परिचालन गर्ने ओलीको भित्री कूटनीतिको सुरु कारागारभित्रै रविले पढिरहेको पुस्तक र लेखेको डायरी प्रहरीले खोसेर यसरी गर्दो रहेछ ज्यादती गर्मीको समयमा पनि रवि लामिछानेलाई टिनको पातामुनि कोठामा सुताएर प्रहरीले गर्दै रविमाथि दमन र शोषण केही गरी यो सत्ता उल्टियो भने ओली र देउबा बुढेसकालमा जेल जान्छन् डाक्टर सुरेन्द्र केसीको भनाई रवि लामिछाने र प्रचण्डबीच आज फोनमा कुराकानी रवि छुटाउन आफूले पुरै पावर लगाएको खुलासा अबको केही दिनमा रवि लामिछानेलाई कारागार मुक्त गराउँछौँ रविका कानुन व्यवसायीहरूको भनाई अन्तर्राष्ट्रिय अदालतमा पुग्ने उहाँहरूको भनाई रविको न्यायका लागि वकिलहरू भारत हुँदै अन्तर्राष्ट्रिय अदालत नेदरल्यान्डको हेगमा जाने रविमाथि लगाएको सम्पत्ति शुद्धिकरण मुद्दा रविका लागि उपयुक्त नभएको भन्दै फेरि सर्वोच्चमा अर्को रिट दर्ता के आउला त सर्वोच्चको आदेश रवि छुटे लगत्तै संसदमा छिर्ने अन्तिम तयारी यसो भन्छ उनको पार्टीको सचिवालय दर्शकवृन्द नमस्कार अनि हार्दिक स्वागत छ अनलाइन टिभीको अर्को भिडियोबाट तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हामीलाई सब्सक्राइब गर्नुहोला छेउमा रहेको बेललाई थिच्नुहोला भिडियो मनपर्छ भने भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला तपाईँको मनमा लागेको जिज्ञासा प्रश्न खोलदुली र कौतूहल छन् भने अवश्य पनि हामीलाई कमेन्ट गर्नुहोला आउनु दर्शकवृन्द प्रसङ्ग सुरुवात गरौँ ओली देउबा र गृहमन्त्रीले रवि लामिछानेलाई जेलभित्रै मार्नका लागि प्रहरी परिचालन गरेनन् कि गुन्डा नायक परिचालन गरेनन् कि उनको खानामा विष हालेनन् तर यी तीनटै प्रयास ओली र देउबाका लागि भने असमर्थ भए सकेनन् उनीले हार खाए त्यसैले रवि लामिछानेले आफूमाथि खतरा भएको र यो चर्को घामको दिनमा पनि टिनको पातामुनि आफूलाई राखेर प्रहरी गुन्डा र स्वयं त्यहाँको कार्यालयले उनीमाथि ज्यादती मचाएको कारणले आफू काठमाडौँ स्थित दिल्ली बजार कारागारमा ट्रान्सफर हुन चाहेको उहाँले बताउँदै सर्वोच्चमा निवेदन हालेको छ सर्वोच्चको अबको केही दिनमा सुनवाई हुने भन्ने आयो सङ्केत तर सङ्केत पुरा भइसकेपछि सर्वोच्चले अन्ततः रवि लामिछानेलाई दिल्ली कारागारमा ल्याउन आदेश समेत दिइसकेको छ दिल्ली बजारमा आइसकेपछि रवि लामिछानेलाई फेरि त्यहाँ पनि यातना तनाव दमन शोषण र कुटपिटदेखि मार्ने प्रयास नहुने होइन पक्कै हुन्छ यहाँसम्म कि रविको सचिवालयले खुलाएको छ कि काठमाडौँको दिल्ली बजारमा दीपक मनाङ्गेसँग रविलाई राख्ने र त्यहाँ पनि रविमाथि कुटनीति हुनसक्छ रविलाई मार्ने र धम्क्याउने जस्ता उनका पुस्तक खोसेर उनको डायरीलाई फ्याँक्ने र उनलाई खानामा केही न केही सेवन गराएर सिध्याउने कूटनीति र रणनीति ओलीले रचेको हुनसक्छ भनेर जानकारी समेत दिएको छ यता रविलाई कारागारमा बसिरहेका रवि अबको केही दिनमा उनलाई कारागार मुक्त गराउँछौँ भनेर रवि लामिछानेका कानुन व्यवसायीहरू अन्तर्राष्ट्रिय अदालतमा जाने भएका छन् उनका 6 जना कानुन व्यवसायीले यति बेला अन्तर्राष्ट्रिय अदालतमा जाने कुरा खुलाएका हुन् तर अन्तर्राष्ट्रिय अपराध अदालत इन्टरनेसनल क्रिमिनल कोर्ट आइसिसी पनि हेग हो यो नेदरल्यान्डमै छ जहाँ व्यक्तिहरूको युद्ध अपराध र मानवता विरुद्ध अपराध र नरसंहार भएका गम्भीर अपराधको सुनवाई हुन्छ यो नेदरल्यान्डमा छ तर यति बेला नेदरल्यान्डमा पुग्ने रविका कानुन व्यवसायीहरूले पनि जानकारी दिएका छन् यसका लागि भारतको बाटो भएर नेदरल्यान्ड पुग्नुपर्ने हुन्छ यो संसारका कुनै पनि देशका हरेक नागरिकले आफूमाथि भएको मानव अधिकार हनन अपराध र उनीमाथि भएको प्रतिशोधको विरुद्धमा मुद्दा दायर गर्दा न्याय पाउने र उनको पक्षमा सुनवाई हुने भने अधिकांश केसमा देखिएको छ यहाँ रवि लामिछानेमाथि प्रतिशोध निरन्तर भइरहेको छ आम नेपाली झन्डै 3.5 करोड जनताले बुझेका छन् कि रविमाथि ओली र देउबाले
प्रतिशोध साँधेर जेलभित्रै खानामा विष सेवन गराउने, राति राति गाडीमा मदन भण्डारी जस्तै बनाएर मार्ने प्रयासदेखि लगाएर उनीमाथि ज्यादती मचाउने, हेप्ने, उनको मानव अधिकारलाई हनन गर्ने जस्ता कुराहरू सामाजिक सञ्जालमा मात्र होइन आम जनताका दिमागमा पनि अहिले पनि जस्ताको तस्तै सेभ भएका छन्। त्यसैले रविका लागि आइसिसी इन्टरनेसनल क्रिमिनल कोर्ट एक उत्तम विकल्प बन्न सक्छ। यो मुद्दामा रवि लामिछानेले सर्वोच्च होस् या अन्तर्राष्ट्रिय आइसिसी, जहाँबाट उनले सफाई र न्याय पाए, त्यसपछि यो सत्ता उल्टिएपछि बुढेसकालमा आर्जु देउवा राणा, सूर्य थापा, केपी शर्मा ओली, शेरबहादुर देउवा जस्ता अन्य ठुला नायकीहरू जेलमा बस्छन्, जेल जानुपर्छ। यति बेला राजनीतिक विश्लेषक डाक्टर सुरेन्द्र केसीले अभिव्यक्ति दिनुभएको छ। यता रवि पक्षघरले भने रवि लामिछाने विरुद्ध लगाइएको सम्पत्ति शुद्धिकरणको मुद्दामा रवि लामिछानेका लागि यो उपयुक्त नभएको र चाँडै यसको सुनवाई गर्न भनेर सर्वोच्चमा रिट दिएको छ। सर्वोच्चको आदेशपछि रवि लामिछानेलाई यदि सम्पत्ति शुद्धिकरणको मुद्दा लागेन भने जसरी पूर्व पक्षका लागि उनलाई कारागारमा राखिएको छ यसरी नै उनको सांसद पद पनि फुकुवाई हुनेछ। तर रविलाई बिना कारण र बिना प्रमाण यसरी रवि लामिछानेमाथि सम्पत्ति शुद्धिकरणको मुद्दा लाउनु जरुरी थिएन, आवश्यक थिएन र उनीमाथि यो सुहाउने मुद्दा पनि होइन। पछिल्लो समय सामाजिक सञ्जालबाटै राजनीतिमा उदाएका सागर ढकाल र रवि लामिछाने बीच आज भैरवा कारागारको भेटभाट कक्षमा 2 घण्टा लामो भेटवार्ता भएको छ। दुवैजनाले राजनीतिक कुराकानी गरेका छन्। आफू राष्ट्रिय स्वतन्त्र पार्टीमा आइसकेपछि पार्टीको मर्यादालाई जीवनभर अवलम्बन गर्ने र यसलाई फलोअप गर्ने सागर ढकालको भनाइ छ भने सागर ढकाल आफू मरे पनि रवि लामिछानेको पक्षमा उभिने र उनको न्यायका लागि हरदम लड्ने उहाँले बताउनु भएको छ। रवि लामिछानेसँग भेटेर आइसकेपछि सामाजिक सञ्जालमा मिडियाहरूसँग कुराकानी गर्दै रवि त्यहाँ अस्वस्थ भएको र विश्वस्त भएको, सुरक्षित नभएको, त्यसकारण रविलाई जसरी भए पनि काठमाडौँको दिल्ली बजारमा ल्याउनुपर्छ भनेर उहाँले बताउनु भएको छ। यसो त रविलाई फसाउनका लागि र रविको नैतिकतामाथि प्रश्न गर्ने गृहमन्त्रीदेखि प्रधानमन्त्रीदेखि कङ्ग्रेसका पार्टी सभापति उनकी श्रीमती अनि केपी ओलीका हनुमानले यतिसम्म पावर लगाए कि सत्ताको ढुकुटीको रकम पनि सिङ्गो एकजना व्यक्तिलाई सिद्ध्याउन र प्रतिशोध साध्नमा झन्डै 15 करोडभन्दा धेरै रकम खर्च गरे। यो देश र जनताका लागि कति दुःखको कुरा हो र कति लाजमर्दो कुरा हो। जुन नेताले जनताबाट भ्रष्टाचार गरिदिन देश बनाउँछु, देशको विकास गर्छु भनेर मत लगेर सत्ता र सदनमा गए, तिनै नेताहरू यसरी एक अर्काको रिसको पराकाष्ठा गर्दैछन्, प्रतिशोध छाड्दैछन् भने देशको अवस्था कहाँबाट कहाँ पुगेको छ। यो देशका जनताले रवि लामिछानेभन्दा बाहेकको विकल्प अब देखेका छैनन्। जसरी माधव नेपाल जेल गए त्यसपछि अब बिस्तारै केपी ओली, शेरबहादुर देउवा सबै नेताहरू मुछिने भने पक्का पक्की देखाएछ। यहाँसम्म कि काले काले मिलेर खाउँ भने यी चारवटै टाउकेहरूले मिलेर खाने, तर अन्तिममा दोष एउटाले लगाएर राजनीतिक प्रतिशोध छान्ने, रिसिपीकै कारण कसैको राजनीतिक जीवन सकाउने, उसको करियर बर्बाद गर्ने प्रतिशोधको साथमा छन् यी केपी शर्मा ओलीको सरकारधारी नायकीहरू। तर रविमाथिको अन्याय ज्यादतीको विरुद्ध भने अब यी टाउकेहरू जेल जाने भएका छन्। हस्त दर्शकबिन, आजको यस भिडियोबाट छुट्टिन्छु। रवि लामिछानेको निरन्तर अपडेटका लागि हाम्रो च्यानल अनलाइन टिभीलाई सब्सक्राइब गर्नुहोला, छेउमा रहेको बेललाई थिच्नुहोला, साथीभाइ सबैलाई हेर्न भन्नुहोला। र तपाईँ रवि समर्थक हो, रविमाथि अन्याय भएको हो भनेर बुझ्नुहुन्छ भने पक्कै पनि तपाईँले कमेन्ट बक्समा जय रवि, जय घन्टी, जय देश लेख्न भने नभुल्नुहोला। हस्त दर्शकबिन, छुट्टिन्छु, अर्को अपडेटमा आउनेछु। नमस्कार।